पानी परेको बेलामा यस्तो हरकत चाहिँ कसलाई गर्नु मन लाग्छ मलाई त खुब मनपर्छ अनि म यस्तो हरकत गरिरहन्छु घरमा बसेको बेला पानी पर्दैन आज चाहिँ बिहानै पानी परेको बिहानै भन्दा पनि 8:30 बजेतिर पानी परेको हुन्छ अनि म यस्तो गरेँ हाई हेलो एन्ड गुड मर्निङ मेरो मिनी ब्लगमा मेरो पुनटुरे ब्लगमा हजुरलाई स्वागत छ मेरो गुड मर्निङ चाहिँ यसरी नै हुन्छ आज 5:30 बजे 5 बजे नै उठेको थिएँ नि यताउति गरेर टक्कसँगले एक गिलास पानी सानी खाएर हिँड्न जानु पर्यो भनेर म रेडी हुँदै थिएँ जुत्ता सुत्ता लगाएर अनि बिहान बिहानै उठ्नुको फाइदा पनि अनि धेरै नै हुन्छ नि त हौ साथी हो उठेर यसो मसँगै यसो 2-4 पाइला हिँड्नु 2-4 पाइला कुद्नु अनि म चाहिँ यहाँनेर यता पर पछाडितिर जान्छु क्या अनि यता यो खोला किनाराको जग्गा हो क्या अनि मलाई यहाँ किन भिडियो बनाएको यसको भन्ने यता चाहिँ यो ऐलानी हो कि डम्बरी हो थाहा भएन तर यो खोलाको छेउछाउतिर क्या पार्किङ एरियाहरू यस्तो फुलहरू ठुल्ठुलो बोटहरूको फुल हुँदैन त्यस्तो फुलहरू रोपिदिए है हिँड्ने मान्छेहरूलाई कति राम्रो पनि हुन्थ्यो होला अनि मान्छेहरू कुद्न हिँड्न पनि यसो जान्न चलाएर हिँड्थ्यो होला भनेर यहाँ एउटा सानो पुल पनि छ यस्तै बेला बेलामा छोटो छोटो पुलहरू पनि बनाइदिनु भने यहाँ एउटा फुल पनि देखिहाल्यो क्या अनि यो फुल चाहिँ के को रहेछ भनेर जेको फुल हो भने मलाई चाहिँ फुल देखेपछि राम्रो लागि नै हाल्छ अनि अस्ति मैले फुल मागेर ल्याएको थिएँ बाटोदेखि भनेको थिएँ नि यहाँको हो क्या यहाँनिर चाहिँ कति धेरै उम्रिरहेको थियो अनि एकछिन यहाँ आएर बिसाएँ यहाँ चाहिँ मेरो कस्तो पाइताला दुखिरहेको थियो क्या हिँड्दा हिँड्दा अनि यो चाहिँ सानो मिनी खोलाको झर्ना हामी चाहिँ झर्ना भन्ने पहिला तर झर्ना चाहिँ ठुलो झर्ना हुन्छ अनि एकछिन यसो मोबाइल बिसाएर यसो एकछिन हिँड्ने अनि खुट्टा सुट्टा शान्त बनाएर हिँड्न त हिँड्ने नै राखेको अनि यो चाहिँ के को बोट हो क्या कति धेरै फलेको क्या यो नखाएको हो कि खानेकुरा होइन के हो थाहा भएन है कति धेरै फलेको होस् जेसुकै भनेर म घर आइपुगेँ घर आइपुग्दा त यसो हेरेको मेरो यहाँनिर क्या यो अपराजिताको फुलको बोट मैले माथि लाँदै थिएँ क्या अनि यो त सबै चुडेर तल पो झरेछ भनेर यसो हेरेँ मन पनि दुखी लाग्यो चढाउनु पर्नेछ भने अनि यो त सेतो फुलको बिउ हो क्या कसैलाई बिउ चाहिन्छ भने लिन पनि आउनु होला है म बिउ पनि दिन्छु हजुरलाई चाहिन्छ भने फुल मनपर्छ भने यो चाहिँ सेतो अपराजिताको फुलको दाना हो यो चाहिँ मैले टिपेर राखेँ मलाई चाहिएको थियो अनि त्यति गरिसकेपछि ब्रस गरेँ टक्क ब्रस गरेर अनि अनुहारहरू चाहिँ हल्का पसिना आइरहेको थियो राम्रै थियो मेरो फेस भने अनि टक्क नाच्दै नाच्दै म चाहिँ मेरो बडाल्नतिर लागेँ अब यति बढाउन्जेल जिउ पनि यसो शान्त हुन्छ पसिना ससिना पनि सुक्छ अनि त्यसपछि नुहाइधुवाइ गर्नु पर्यो भनेर टक्कसँगले झारझुर पारेर म बडाली कुरारी गर्दै थिएँ गरिसक्दा ओर्दा जिउ पनि शान्त हुन्छ किन पसिना भएको जिउ नुहाउनु हुँदैन अरे नि त चिसो लाग्छ खोइ के हुन्छ आइडिया भएन मम्मीहरू त्यसै भन्नु बडाल्दा यसो अगाडि गएको 1-2 झारदेखि फेरि पाक्ला पुल उखाल्न मन लागिहाल्छ क्या झारदेखि उखाल्न मन लागिहाल्छ तर फुल चाहिँ होइन मलाई चाहिँ फुल उखाल्न मन लाग्दैन भनेर फुल पाक्ला पुल पारेर उखाल्दै थियो अनि यहाँनिर उयो देखेँ क्या के भन्नु तुलसीको पत्ता अनि यो अस्ति सारेको मैले सानो सानो गोदाबारीको डन्ठाहरू भाँचेर राखेको थिएँ अनि त्यसको पनि पलाउँदै रहेछ अनि त्यसपछि चाहिँ आफ्नो पेट पूजा भक्तिको लागि त किचनमा छिर्नु पर्यो भनेर म चाहिँ यसो हेरेँ पहिला तातो पानी कागती खानु पर्यो मेरो बिहानीको सुरुवात चाहिँ तातो पानी कागती मनतातो पानीमा कागती र हल्का बिरे नुन हालेर सुरु हुन्छ भने हजुरहरूको त चिया खाएर हुन्छ होला चिया खान छोड्नुहोस् म सँगसँगै कागती र तातो पानी मनतातो पानी 1 गिलास पिउने गर्नुहोस् जहिले पनि है चियाको सट्टा भनेर भन्छु म चाहिँ होइन त्यसो गर्दा अब हामी छोरी मान्छे फेरि एउटैकामा अडिग भएर बस्ने त कुरा भएन एक टाइम एउटा कुरा भनेर मेरो पालो फेरि सब्जीको लागि टक्कसँगले बोडीसोडी केलाई पारेँ अनि उता पानी पनि तात्यो कराई पनि बसाइदिइहालेँ किनकि कराई तातिँदै गर्छ बिस्तारै भनेर मैले मेरो लागि पानी रेडी गरेँ पानी रेडी गरेर मैले थपक यतातिर राखेँ हल्का धेरै तातिएछ अनि सेलाउनलाई राखिदिएँ मैले उता सब्जीको लागि हल्का आलु मिसाउनु पर्यो अनि बोडी थियो अनि त्यही बोडीलाई पाल्टाङ पुल्टुङ फुल्टुङ बनाएर खानु पर्यो आज भनेर म चाहिँ उतातिर लागेँ अब हामी छोरी मान्छे के दुर्गा माताको हात जस्तै टक्कसँगले सबै निकालेर बनाउनुपर्छ क्या एकचोटि नभए त कहाँ भ्याउनु र फेरि बिहान क्या जति छिटो उठे पनि के भ्याउनु 5 बजे उठे पनि त्यही हो 6 बजे उठे पनि त्यही हो 7 बजे उठे पनि त्यही हो म मात्र हो कि तपाईँहरू पनि हो त्यस्तो हुने भनिदिनु है कमेन्टमा मेरो चाहिँ त्यस्तै हुन्छ क्या जति छिटो उठे पनि हतारको सतार जहिले हतारको बिहे खोइ कसको हुन्छ के भन्थ्यो त्यस्तै हुन्छ क्या मेरो पनि अनि हतार पतार गर्दै थिएँ
यति हरात गरेन भने त अनि टाइममा फेरि काममा जान पनि ढिलो हुन्छ, ढिलो त गएर भएन, टाइममा घर पनि फर्किनु पर्यो नि त बेलुका भनेर मेरो टक्कसँगले म चाहिँ सधैँतर्फी भुट्नतिर लागेँ। आज मेरो सब्जी यही हो है, जहिले तहिले माछा मासु खाएर पनि हुँदैन भनेर म चाहिँ आज यो बनाउनु लाग्यो। नि भित्र म त खाना बनाउँदै थिएँ, बाहिर त बाफ्रे हावा हुँदाखेरि, बाहिर त कत्रो हावा हुँदाखेरि पानी परिरहेको रहेछ। अनि एकछिन हेरेर रमाइलो लाग्यो। अनि यसो सब्जी पनि पाकिसक्न आँटेको छ भनेर मैले पाल्टाङ पुल्टाङ पारेँ। मेरो सब्जी पनि पाकिसकेको थियो। अनि टक्कसँगले म चलाइचुलाइ गरेँ। पानी त अब बसेर टक्कसँगले कुर्सीमा बसेर खानालाई भ्याउँदिनँ भनेर टक्क टक्क खाँदै ओर्दै मैले काम गर्दै थिएँ। त्यति काम सक्दा नओर्दा म माथि अब चराहरूलाई दिनु पर्यो नि त, पानी नै परे पनि बिचारहरू कहाँ जान्छ खानालाई भनेर म चाहिँ एकदम छाता तयार पारेर पानी चारो दिएँ। अनि चारो दिएपछि मलाई अलिकति फुल पनि चाहिएको थियो, फुल टिप्न भ्याएको थिएन। अनि छाता ओर्दै भए पनि मैले चाहिँ अलिकति फुल टिपेँ। फुल टिपेर यसो हेर्दा फुललाई एकदम मन शान्त भयो। आजको मेरो मिनी ब्लग यति नै। हजुरहरूको दिन कस्तो हुन्छ ल, राम्रो बित्यो सबैको दिन। हस् त।